हेलो गुड मर्निङ नमस्ते। आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ होला। तपाईलाई मेरो फेरि एउटा न्यू ब्लगमा स्वागत छ अनि मेरो ब्लगलाई अन्त्यसम्म हेरिदिनु होला। अनि तपाईले मेरो ब्लग हेरेर त अलिअलि थाहा भइसक्यो होला कि म कहाँ जाँदैछु। अगर कसैलाई थाहा छैन भने म भन्दैछु हाम्रो गाउँमा मगर सम्मेलन हुँदैछ अनि म चाहिँ त्यही मगर्नी भएर जान लागेको। अनि यहाँ हेर्दा म चाहिँ यहाँ मगर सम्मेलन भएको जग्गा पनि पुगिसकेँ। यहाँ मेरो घरको एकदम सामने छ। अब नआएकी त हुन्न, अब घरको यता सामने प्रोग्राम भइरहेको छ। अनि यहाँ पुगिसकेर यहाँ हेर्नु सबै मगरको एबाट लेभल जेडसम्म के गर्छन्, कसरी बिहा गर्छन्, कसरी पिण्डदान गर्छन्, सबै थोक देखाएको छ। अनि यो चाहिँ सायद यो बिहा गर्ने यज्ञ चाहिँ होला। अनि उता बिहा कसरी गराउँछन् मगरहरूले त्यो पनि देखाएको छ। सब थोक देखाएको छ, मगरको नियम नीति सब देखाएको छ। अनि यता हामी चाहिँ यता हेर्दै हिँडेको। यता चाहिँ यिनीहरूको मगरको कुल पूजा कसरी गर्छन् त्यो देखाएको छ। अनि यहाँ त रस्ता पार पनि यति हिलो पुरा पानी परिरहेको छ। 2 दिनबाट एकछिन घाम लागेको थियो भनेर म चाहिँ यता यति घरको सामने भइरहेको छ भनेर एकबार हेर्न जाम भनेर आएको। भए पनि यति हिलो छ बाप्रे। अनि यता अब के देखाइरहेको छ। अब म त मगर त्यसलाई थाहा छैन, भए पनि तपाईँलाई देखाइदिँदैछु। जग्गाबाट आएको सबै मगर्नीहरू यो चाहिँ हाम्रो स्टेज। यहाँ अब सबै मगरको बारेमा सबै भाषणहरू दिँदैछन्। अनि यहाँ चाहिँ छ यो बाख्रा बान्ने खोर, अनि यता सुँगुर बान्ने खोर, अनि यो एउटा चाङ्गर बनाएको छन्। यसमा के गर्छ त्यो त म जान्दिनँ, तपाईँलाई देखाइदिँदैछु। अब यहाँ हेर्दा अनि यता म छोरा हामी हेरिराखेका छौँ, मेरो बहिनी पनि छ। अनि यो चाहिँ बाख्रा बान्ने खोर, अनि यो सुँगुर बान्ने खोर। अनि यहाँ चाहिँ हाम्रो गाउँको ट्राइबलहरूले डान्स गरेको। अनि यहाँ सानो बहिनी एउटा नाचेकी। अनि सब हेरेर बेलुका भइसक्यो। त्यहाँपछि हामी चाहिँ यता खाना जान लागेको। बसिसकेको छु, यति थुप्रै मान्छे। अनि त्यहाँपछि यो बहिनीहरू हाम्रो गाउँकै बहिनीहरूले डान्स गरेका छन्, मगर हुर्रा डान्स। त्यहाँबाट राति यता हाम्रो सिङ्गर पनि आइसक्नु भएको छ। अनि त्यहाँ सिङ्गर गायो भने त अलिकति नाच्नै पर्यो, त्यही लागि हामी चाहिँ यता साथी भाउजूहरूसँग नाचेको। अनि यो चाहिँ हाम्रो सिङ्गर पिङ्की लिम्बुज्यू। अनि यता सबै केटाहरू पुरा डान्स गरेर बाफ्रे कति फुर्ती। यस्तो पानी आइरहेको छ, भए पनि फुर्ती चाहिँ कहिले कम्ती नहुने है। हावा पानी आएर घर जाम भने पनि जान नसकेर यस्तो पानी आइरहेको थियो। भए पनि कोही मतलब नाच्न नछाउने, सिङ्गरले चाहिँ गाउन नछाउने। कहिले काहीँ त हो रमाइलो गर्ने दिन, सधैँभरि त कहाँ आउँछ रमाइलो। जिन्दगी 2 दिनको छ, त्यही लागि हाँसी खुसेर हुन्छ त। टाटा बाई बाई। आजको लागि यति नै। फेरि एउटा न्यू ब्लग लिएर तपाईँहरूसँग भेट्छु।